तपाईँ हेर्दै हुनुहुन्छ फेरि पनि जस्ताको त्यस्तै खबर। म हुँ सेभेन बुढा। तपाईँहरूको सामु फेरि पनि न्यू फलक लिएर उपस्थित भइसकेको छु। आज भने म यसो घुम्दै फिर्दै एकदमै रमाइलो ठाउँ ठमेलमा पुगेको छु। मैले चाहिँ यसो घुम्दै गर्दाखेरि चाहिँ म एकान्त यो रमाइलो ठाउँमा पुगेँ र म यो भित्र छिरेर म हजुरहरूको सामु मैले हेरेको जति दृश्यहरू र मैले सकेसम्म र मैले भ्याएसम्म र समय मिलेसम्म म हजुरहरूको सामु यो रमाइलो दृश्य देखाउन खोजिरहेको छु। तपाईँहरूले यहाँ देखिराख्नु भएको छ, एकदमै रमाइलो ठाउँ रहेछ यो। यहाँ चाहिँ फोटो खिच्नलाई र विदेशी सामानहरू पाइँदो रहेछ यो ठाउँमा चाहिँ। त्यसैले विदेशी सामानहरू किन्नलाई पनि एकदमै उपयोगी ठाउँ रहेछ। त्यसैले यहाँ म मात्र नभएर अन्य साथीहरू पनि सपिङको लागि आइरहेका छन्। म चाहिँ आज यसो ठमेलतिर केही सानो काम थियो मेरो, त्यसैले म यहाँ आउँदाखेरि चाहिँ मैले यो ठाउँ एकदमै रमाइलो देखिएँ। यहाँ सामान र रमाइलो ठाउँ मात्र नभएर एकदमै ठुलो ठुलो बिल्डिङ रहेको छ। मैले चाहिँ यत्रो बिल्डिङ चाहिँ काठमाडौँ छिरेदेखि देखेको थिएन, त्यसैले मैले चाहिँ एकदमै रमाइलो लाग्यो। त्यसैले म यो ठाउँमा आएर यसो केही क्लिपहरू र लिउँ भनेर म आएर म हजुरहरूको सामु पनि देखाउँ भनेर यहाँ पुग्दै र मसँग अन्य साथीहरू पनि हुनुहुन्छ र उहाँ फोटो खिच्दै हुनुहुन्छ र अन्य साथीहरू सपिङ पनि गर्दै हुनुहुन्छ। त्यसैले म पनि यहाँ भिडियो बनाउँदै र हजुरहरूको सामु यो भिडियोहरू देखाउँदै र आफू पनि रमाइलो गर्दै यहाँ घुमिरहेको छु। तपाईँहरूले देखिराख्नु भएको छ यो दृश्य। हजुरहरूलाई के कस्तो लाग्यो र आफ्नो मनमा लागेको जिज्ञासा पनि अवश्य पनि कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। हजुरहरूको सामु म फेरि पनि उपस्थित नै हुनेछु। हजुरहरूको माया साथ सपोर्ट निरन्तर पाइरहनेछु भन्ने मलाई पक्कै पनि मेरो मनमा आशा लागिरहेको छ। हजुरहरूको माया म यो भिडियो सहित र अन्य भिडियोमा पनि पाइराख्नेछु भन्ने मेरो मनमा जिज्ञासा लागिरहेको छ। मैले आफूले सकेको र आफूले जानेको चिजहरू म हजुरहरूको सामु पस्किँदै अब भने म यो ठाउँबाट बाहिर निस्किन चाहन्छु। मलाई ढिलो हुन्छ, मेरो पनि सानो कामले मात्र आएको थिएँ, त्यसैले म फर्किनुपर्ने हुन्छ। हस्त बाई।